आज किन धेरै विश्वासीलाई मण्डली आऊ भन्नु परेको छ? किनभने आज मण्डली त चर्च त उहाँको घर हो, अनि उहाँको घर हो भने आज हाम्रो पनि घर हो प्रिय हो। अनि आज किन धेरै विश्वासीलाई आफ्नै घर आऊ भन्नु परेको? जुन चर्चमा, जुन घरमा आज उहाँको उपस्थिति छ, उहाँको प्रेम छ भने नि, आज जो विश्वासी कोहीसँग मन दुखाएर आज चर्च आउनु छोड्यो भने नि, आज ऊ त्यहाँ फर्केर आउँछै आउँछ। आज हामी पनि हाम्रो घर छोडेर दिनभरि जहीँ गए पनि तर विश्राम लिनु हामी बेलुका हामी आफ्नो घर फर्किनै पर्छ, आफ्नै घर फर्किनु पर्छ, हो कि नै भन्नुहोस् त। त्यस्तै आज जुन मण्डलीमा गोठालोले आफ्नो भेडालाई राम्रोसँगले विचार गरेको छ र राम्रो ख्रीष्टको प्रेम बाँड्न सकेको छ, भेदभाव छैन भने नि उसलाई मण्डली आऊ, आफ्नै घर आऊ भनिराख्नु पर्दैन। धेरै विश्वासीहरू ब्याकस्लाइड किन हुँदैछ प्रिय हो? आज धेरै जनहरू आज कहीँबाट उत्साह नपाएर आज मण्डली किन चिलाइरहने? हामी विश्वासीले उहाँको इच्छालाई खोज्नुको साटो आज हामीले हाम्रो इच्छालाई खोज्न हाम्रो सोच के छ भने नि प्रिय हो, हप्तामा मण्डली गएर सब थोक हुन्छ भन्दैछ। तर तपाईँहरूलाई म के भन्न चाहन्छु भने नि, तपाईँ आज कति सालदेखि चर्च जाँदै हुनुहुन्छ, कति सालदेखि मण्डली जाँदै हुनुहुन्छ, त्यो प्रभुलाई फरक पर्दैन। तर चर्च गएर पनि कति जीवन परिवर्तन भएको छ, त्यो चाहिँ उहाँलाई फरक। तपाईँहरू सबैमा प्रभु येशू ख्रीष्टको पवित्र नाममा जय मसीह भन्न चाहन्छु। यदि तपाईँहरू पहिलोपटक यो च्यानलमा जोडिँदै हुनुहुन्छ भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु। हामी नि प्रिय हो आत्मा शरीर प्राणले बनिएको, अनि शरीर राम्रो हुनको लागि, स्वस्थ हुनको लागि हामीले बिहान बेलुका खाना खानु पर्दछ, यानि कि भोजन लिनु पर्दछ। अनि जब हाम्रो शरीर स्वस्थ रहन्छ अनि हाम्रो प्राण पनि राम्रो हुँदछ। अनि जसरी तपाईँले शरीर र प्राणको लागि भोजन लिनु पर्दछ, त्यसरी नै हामीले हाम्रो आत्माको लागि पनि हामीले भोजन लिनु पर्दछ। अनि प्रभु येशूले भन्नुभएको आत्मिकै भोजन चाहिँ, यानि कि आत्माको भोजन चाहिँ यहाँ भित्र रहेको उहाँको जीवित वचन हो। तर प्रश्न यहाँ छ प्रिय हो, तपाईँले कस्तो खाले भोजन लिँदै हुनुहुन्छ? खानु हुने या खानु नहुने प्रश्न यहाँ छ। अनि यदि तपाईँले शरीरको लागि पनि जस्तो सुकै भोजन लिनुहुन्छ भने तपाईँको शरीर पनि आस्ते आस्ते बिस्तारै बिस्तारै बिग्रँदै जान्छ प्रिय हो, बिस्तारै बिस्तारै नष्ट हुँदै जान्छ। किनभने यो समयमा हामीले संसारमा हेरौँ भने पहिला हाम्रो जुन बाबा आमाको पालाको खानेकुरा थियो, जुन भोजन थियो, अहिले त्यो भोजनहरू पाउन धेरै गाह्रो पर्छ प्रिय हो। जुन त्यो बेलामा पाउँथ्यो अर्ग्यानिक भोजनहरू, अहिले त्यो भोजनहरू पाउन धेरै गाह्रो पर्छ। अहिले यो समयमा हामीले हेरौँ भने जे कुरामा पनि हामीले बाहिरबाट राम्रो देखिन्छ तर भित्र धेरै किसिमको केमिकलहरू मिसाइएको हुन्छ। तपाईँले उत्पत्तिको पुस्तकमा हेर्नुभयो भनेदेखिलाई त्यहाँ जुन हावालाई शैतानले फल देखाएको थियो, त्यो फल खानलाई असल र हेर्नलाई सुन्दर थियो भन्छ प्रिय हो। अनि जब उसले शैतानको कुरा सुनेर त्यो फल खान्छ अनि उसको पतिलाई पनि दिन्छ, अनि त्यो बेलादेखि उनीहरू बिस्तारै बिस्तारै आस्ते आस्ते उनीहरूको जीवन नष्ट हुँदै जान्छ। उनीहरूको जीवनमा धेरै दुःख र कष्ट हुन सुरु हुन्छ। त्यसैले प्रिय हो, आत्माको लागि होस् या शरीरको लागि होस्, हामीले कस्तो खाले खाना लिँदैछौँ हाम्रो जीवनमा, हामीले कस्तो खाले खाना खाइरहेको छौँ, यो ठुलो प्रश्नको कुरा हो। तर यदि तपाईँले जुन यो प्रभु येशूले भन्नुभएको आत्मिकी भोजन लिँदै हुनुहुन्छ, आत्मालाई दह्रो बनाउँदै हुनुहुन्छ भने नि तपाईँको आत्मा शरीर प्राणबाट परमेश्वर प्रकट हुनु हुँदैछ प्रिय हो। तर आज दुःखको कुरा के छ भने नि प्रिय हो, हामी विश्वासी भएको धेरै साल बितिसक्यो अनि हामी विश्वासी भन्ने बित्तिकै हाम्रो नाम प्रभु येशूसँग जोडिएको छ। तर हाम्रो व्यवहारले चाहिँ हामीलाई अर्कै परिचय दिइरहेको हुँदछ। अनि आज म तपाईँहरूलाई यो वचनबाट के उत्साह दिन चाहन्छु, के भन्न चाहन्छु भने, यदि तपाईँ विश्वासी हुनुहुन्छ र तपाईँको नाम प्रभु येशूसँग जोडिएको छ भने आज हाम्रो जीवनबाट नि प्रिय हो आज परमेश्वर प्रकट हुनैपर्छ। आज हाम्रो जीवनबाट हामीले गर्ने व्यवहार, हाम्रो हरेक आत्मा शरीर प्राणबाट हाम्रो परमेश्वर प्रकट हुनैपर्छ। अनि हाम्रो जीवनबाट परमेश्वर प्रकट हुनुपर्छ भन्नाले यदि तपाईँसँग नम्रता छ, तपाईँले सबैलाई एक समान प्रेम गर्नुहुन्छ, एक समान व्यवहार गर्नुहुन्छ, प्रभुको आज्ञाकारितामा भएर तपाईँको घर परिवार, तपाईँको गाउँ समाज अनि आज मण्डलीमा तपाईँको हरेक तपाईँको व्यवहारहरू देखेर, तपाईँको जीवन देखेर, तपाईँको जियाइ देखेर आज प्रभु येशूको महिमा हुँदैछ भने नि आज तपाईँको जीवनबाट परमेश्वर प्रकट हुनु हुँदैछ प्रिय हो। तर नाम चाहिँ प्रभु येशूसँग जोडिएको छ अनि तपाईँ अनि मेरो जीवनबाट अझै रिस, डाहा, घमण्ड
एकअर्कामा भेदभाव प्रेम छैन, झुट बोल्नुहुन्छ, कसैको अधीनतामा हुनुहुन्न, उहाँको आज्ञाकारितामा हुनुहुन्न। अब भनौँ भने यत्रो साल बितिसक्यो, सेवाकाई आउने जाने मात्र भइरहेको छ, तर तपाईँको जीवन यति पनि परिवर्तन भएको छैन भने नि प्रिय हो, मत्ती 18:3 पदमा प्रभु यीशुले भन्नुभयो जस्तो यहाँ के भनेको छ भने मन परिवर्तन भएर एउटा बालक जस्तो भएन भने कहिले पनि परमेश्वरको राज्यमा पस्न सक्दैनौँ भनेर भन्नुभएको छ। किनभने हाम्रो जीवनबाट परमेश्वर प्रकट हुन सक्नु भएको छैन। तपाईँले आजसम्म आफ्नो आवाजलाई मात्र सुनेर हिँड्दै हुनुहुन्छ प्रिय हो। तपाईँले आज हरेक तपाईँको जीवनको निर्णय तपाईँले आफै गरेर हिँड्दै हुनुहुन्छ। तपाईँले आफ्नो आत्माको आवाजलाई मात्र सुनेर हिँड्दै हुनुहुन्छ प्रिय हो। भ्रममा नपर्नुहोस्। हप्तामा सङ्गति गएर मात्र हुँदैन, उहाँको नाममा भेला मात्र भएर हुँदैन प्रिय हो। हुनु थियो भने हाम्रो जीवन किन आजसम्म जस्तोको तस्तै छ प्रिय हो? किन हाम्रो जीवन परिवर्तन हुन सकेको छैन? जबसम्म तपाईँले यो प्रभु यीशुले भन्नुभएको जीवित वचन छ, आत्मिकी भजन छ, जबसम्म यसलाई तपाईँले आत्मा शरीर प्राणबाट ग्रहण गर्नुहुन्न नि, जब आत्मा भित्रदेखि उहाँलाई खोज्नुहुन्न, जब आत्मा भित्रदेखि आफूलाई परिवर्तन गर्ने फैसला गर्नुहुन्न भने नि तपाईँ 20-25 साल विश्वासी भएको किन नहोस्, तर तपाईँको जीवनबाट परमेश्वर प्रकट हुन सक्नुहुन्न प्रिय हो। त्यसैले आज ठुलो प्रश्न के छ भने नि प्रिय हो, तपाईँले कस्तो भजन लिँदै हुनुहुन्छ, तपाईँले कसलाई पछ्याउँदै हुनुहुन्छ? तपाईँले हेर्नुभयो भने धेरै मण्डलीमा आत्माका कुराहरू हराएर गएको छ प्रिय हो। अब भनौँ भने सामाजिक सञ्जाल, युट्युब, फेसबुक सबैतिर शरीरका कुरा, शरीरका अभिलाषाका कुराहरू, संसारिक कुराहरू मात्र तपाईँले पाउनुहुन्छ। अभिलाषाका कुराहरू, संसारिक कुराहरू तपाईँले धेरै पाउनुहुन्छ। किनभने शैतानलाई राम्रोसँगले थाहा छ यस्तो कुराले श्रीमान श्रीमतीमा फाटो ल्याउँछ, छोराछोरीको भविष्य बर्बाद हुन्छ अनि जन भाइ बहिनीहरूको जीवन नरकतिर जान्छ भन्ने शैतानलाई राम्रोसँग थाहा छ प्रिय हो। तर आज म तपाईँहरूलाई के भन्न चाहन्छु भने नि, यदि तपाईँले प्रभु यीशुले दिनुभएको यो आत्मिकी भजन भित्र आत्मादेखि जब तपाईँले लिन थाल्नुहुन्छ, म तपाईँलाई भन्न चाहन्छु त्यस्तो कुनै हतियार बन्नेको छैन जुन हतियारले तपाईँलाई नाश गर्न सकोस्। त्यस्तो कुनै हतियार बन्नेको छैन तपाईँको छोराछोरी जन भाइ बहिनीहरूलाई नाश गर्न सकोस्। अनि प्रभु यीशुको इच्छा पनि यही हो प्रिय हो, यो समयमा उहाँको वचन हाम्रो जीवनमा प्रशस्त होस्, किनभने हामीमा आइलाग्ने हरेक अन्धकारको शक्तिलाई उहाँको जीवित वचनले नाश पार्न सकोस्। अनि त्यही आत्मिकी भजनको लागि हामी हप्तामा चर्च पनि गइरहेको हुन्छौँ अनि उहाँको नाममा हामी ठाउँमा हामी भेला पनि भइरहेको हुँदछौँ। अब भनौँ भने आमा सेवा, घरेलु सेवा, युथहरूको सेवा, आजसम्म पनि हामी उहाँको नाममा भेला हुन छोडेको छैनौँ प्रिय हो। तर पनि किन आज हाम्रो जीवनमा परमेश्वर प्रकट हुन सक्नु भएको छैन प्रिय हो? आज हामी एउटै ख्रिस्टको सन्तान भएर पनि किन एकअर्कामा मेलमिलाप छैन प्रिय हो? आज हामी एउटै ख्रिस्टको सन्तान भएर पनि किन एकअर्कामा मनमुटाप छ, किन रिस छ, किन डाहा छ, किन एकअर्कामा भेदभाव छ? आज किन मण्डलीमा हुनुपर्ने ख्रिस्टको प्रेम र उत्साह एकअर्कामा छैन? किनभने आज हामीलाई जुन यो उहाँले दिनुभएको जीवित वचन छ, आज यो वचनलाई हामीले साधारण तरिकाले लिएको छौँ प्रिय हो। आजसम्म हामीले उहाँको यो जीवित वचनलाई हामीले बाहिरबाट मात्र हेरेको छौँ, तर भित्रबाट बुझ्ने चाहना, भित्रबाट आत्माबाट खोज्ने चाहना हामीले कहिले पनि उहाँलाई गर्न सकेको छैन। यदि तपाईँले कुनै किताबको पनि बाहिर कभरलाई मात्र हेर्नुहुन्छ भने नि तपाईँले त्यो भित्रको रहस्यहरू बुझ्न सक्नुहुन्न प्रिय हो। तर यदि तपाईँले त्यो भित्र भएको पानाहरू जब तपाईँले पढ्न थाल्नुहुन्छ नि, अनि मात्र तपाईँले त्यो भित्र किताबमा भएको रहस्यहरू तपाईँले बुझ्न थाल्नुहुन्छ। त्यस्तै जब हामीले उहाँको जीवित वचनलाई, उहाँको आत्मिकी भजनलाई जब हामी भित्रबाट हामी बुझ्न थाल्छौँ नि, अनि परमेश्वर हामीमा प्रकट हुन थाल्नुहुन्छ प्रिय हो। तपाईँको जीवन परिवर्तन हुन सुरु हुन्छ, ख्रिस्टको गुणहरू तपाईँमा सर्न सुरु हुन्छ प्रिय हो। अनि जहाँ तपाईँ उहाँको नाममा बेलाउनुहुन्छ अनि त्यहाँ ख्रिस्टको गुणहरू तपाईँको जीवनबाट प्रकट हुन देखा पर्न सुरु गर्छ प्रिय हो। अनि आज म यहाँहरूमाझ मत्ती 18:20 पदलाई पढ्न चाहन्छु। अनि आज हामी यो वचनबाट मलाई प्रभुले सिकाउनु भएको कुराहरू म हजुरलाई म सेयर गर्न चाहन्छु। मत्ती 18:20 पद, किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरूको माझमा हुनेछु। प्रिय हो, हामी विश्वासीलाई यो वचन सबैलाई थाहा छ अनि यो वचनलाई हामीले फलो पनि गर्दै आएका छौँ। तर आज म तपाईँहरूलाई के भन्न चाहन्छु भने किनकि जहाँ 2 कि 3 मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिमीहरूको माझमा हुनेछु। यहाँ मेन पोइन्ट के छ भने प्रभु यीशुले के भन्नुभएको छ भने त्यहाँ म तिमीहरूको माझमा हुनेछु। आज हामी यो वचन अनुसार उहाँको नाममा भेला त हुन्छौँ, तर के त्यहाँ हाम्रो माझमा प्रभु यीशु हुनुहुन्छ? आज हामी उहाँको नाममा भेला त हुन्छौँ, तर के त्यहाँ प्रभुको उपस्थिति छ? हाम्रो माझमा प्रभुको उपस्थिति छ प्रिय हो?
आज हामी मण्डलीमा यो ठुलो प्रश्न छ अनि भेला हुनु मात्र ठुलो कुरो होइन प्रिय हो, तर के त्यो भेलामा हाम्रो प्रभुको उपस्थिति छ, यो चाहिँ ठुलो कुरो हो। अनि आज म यहाँहरूलाई यो वचनबाट के भन्न चाहन्छु भने आज हामी जहाँ उहाँको नाममा भेला त हुन्छौँ, तर उहाँको उपस्थिति छ कि छैन त प्रिय हो, त्यो पनि आज हामीद्वारा नै हुने हो। अनि हामीमा प्रश्न होला कसरी, जहाँ हामी उहाँको नाममा भेला त हुन्छौँ त्यहाँ अशान्ति छ, त्यहाँ प्रेम छैन, दया छैन, एकअर्कालाई क्षमा दिन सक्नु भएको छैन, एकअर्काको अनुहार हेर्दा रिस उठ्छ, यता पास्टर बुवाले वचन बोल्दै हुनुहुन्छ, यता हो हल्ला गर्दै हुनुहुन्छ, एउटा कसैको अधीनतामा हुनुहुन्न, मनमा जे आयो त्यही गर्नुहुन्छ भने नि त्यहाँ प्रभुको उपस्थिति छैन प्रिय हो। तर जहाँ 2 कि 3 उहाँको नाममा भेला हुनुहुन्छ त्यहाँ पवित्र आत्माको उपस्थिति कस्तो हुन्छ भने नि हामीले गलातीको पुस्तक 5 अध्यायको 22 र 23मा हेरौँ भनेदेखिलाई नि, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता, संयम। हेर्नुहोस् त पवित्र आत्माको उपस्थिति हामीमा कस्तो हुन्छ। जहाँ 2 कि 3 उहाँको नाममा हामी भेला हुन्छौँ त्यहाँ प्रेम छ, दया छ, तपाईँलाई शान्ति हुन्छ, तपाईँलाई आनन्द हुन्छ, तपाईँमा नम्रता छ। अनि उहाँको नाममा भेला हुनुभन्दा 10 मिनट अगाडि कोहीसँग मन दुखाउनु भएको थियो भने उसलाई क्षमा दिन मन लाग्छ। 10 मिनट अगाडि टाउको दुख्दै आउनु भएको थियो भने तपाईँलाई निको भएको अनुभव हुन्छ। तपाईँ ख्रिस्टको अधीनतामा बस्नु भएको छ, सबैलाई एक समान प्रेम गर्नुहुन्छ भने नि त्यहाँ प्रभुको उपस्थिति हुन्छ प्रिय, त्यहाँ प्रभुको उपस्थिति छ। आज हामीले सामाजिक सञ्जाल, युट्युब, फेसबुक, यहाँसम्म कि हाम्रो मण्डलीमा पनि हामी सेवाकाई जानुपर्छ, उहाँको नाममा भेला हुनुपर्छ भन्ने हामी वचन धेरै सुन्न पाइन्छ प्रिय हो। हामी मण्डली जानुपर्छ, उहाँको नाममा हामी भेला पनि हुनुपर्छ। तर आज प्रश्न के छ भने नि प्रिय हो, आज हामी मण्डली गएको यत्रो साल बितिसक्यो, धेरै साल बितिसक्यो, तर के तपाईँको जीवन देखेर उहाँको महिमा हुँदैछ प्रिय हो? उहाँको नाममा भेला भएको त धेरै भयो, के तर तपाईँको जीवनबाट परमेश्वर प्रकट हुनु सक्नु भएको छ प्रिय, प्रकट हुनु हुँदैछ। अनि आज हाम्रो परमेश्वरले यो समयमा यस्तो छोराछोरी खोज्दै हुनुहुन्छ प्रिय हो, आज जो संसारका कुराहरूलाई होइन तर त्योभन्दा नि माथि उहाँलाई राख्ने छोराछोरी खोज्दै हुनुहुन्छ, जो आज संसारको थोकलाई माथि राख्ने होइन तर त्योभन्दा नि माथि आज हाम्रो परमेश्वरलाई राख्ने छोराछोरी उहाँले यो समयमा खोज्दै हुनुहुन्छ प्रिय हो। आज मानिसलाई पछ्याउने, मानिसको आवाजलाई सुन्ने छोराछोरी होइन तर परमेश्वरलाई पछ्याउने, उहाँको आवाजलाई सुन्ने छोराछोरी उहाँले खोज्दै हुनुहुन्छ यो समयमा। किनभने यो समयमा नि हाम्रो परमेश्वरले तपाईँको सानो सानो व्यवहार र सानो सानो सुसमाचारले आज धेरैको आत्मा नरकको आगोबाट बचाउन चाहनुहुन्छ प्रिय हो। कसैको जीवन नाश हुन लागेको छ भने तपाईँमा भएको ख्रिस्टको व्यवहार र त्यो तपाईँमा भएको सानो सुसमाचारले आज धेरैको आत्मा बाँच्न सक्छ प्रिय हो। अनि हाम्रो प्रभु यीशुको इच्छा पनि हामीमा यही नै हो। आज हामीले हाम्रो जीवन जियाएको कारणले गर्दा अनि प्रभु यीशुले भन्नुभए जस्तो जीवन नजिएको कारणले गर्दा आज हाम्रो घर परिवार, बालबच्चा, श्रीमान श्रीमतीमा समस्याहरू आइरहेको हुँदछ। यहाँसम्म कि हामी लक्ष्यमा बढिरहेको हुन्छौँ, लक्ष्यमा हिँडिरहेको हुन्छौँ अनि त्यो लक्ष्यमा आज बढ्दै गर्दा हामीले भनेको जस्तो हुँदैन प्रिय हो। अनि त्यस्तो परिस्थितिमा हामीलाई गुनासो हुन्छ हाम्रो परमेश्वरसँग। प्रार्थना पनि गरिरहेको हुँदछौँ, हप्ता, महिना, साल बितिसक्यो तर आजसम्म पनि प्रार्थनाको उत्तर नै आउन सकेको छैन। अनि परमेश्वरसँग हाम्रो गुनासो हुन्छ प्रिय हो, प्रभु जति प्रार्थना गर्दा नि किन यस्तो हुँदैछ, किन मेरो प्रार्थनाको उत्तर आउन सकेको छैन। तर आज म तपाईँहरूलाई के भन्न चाहन्छु भने कतिवटा प्रार्थनाको उत्तर नआउनुको कारण चाहिँ यस्तो हुन्छ कि प्रिय हो, कतिवटा प्रार्थनाको उत्तर चाहिँ हाम्रै अगाडि भइरहेको हुन्छ, हामीसँगै नै हुन्छ। आज हामीले उहाँको आज्ञा विपरीत गएको कारणले गर्दा उहाँले नगर भनेको कामहरू, उहाँले नगर भनेको कार्यहरू हामीले गरिरहेको हुँदछौँ प्रिय हो। तर जब हामीलाई कारण चाहिँ थाहा हुन्छ नि, के कारणले आज मेरो घर परिवारमा समस्या आइरहेको छ, के कारणले मेरो आज बालबच्चामा समस्या आइरहेको छ, के कारणले आज म प्रभुको नजिक जान सकेको छैन। अनि जब हामीलाई कारण चाहिँ थाहा हुन्छ नि अनि हाम्रै अगाडि हामीले प्रार्थनाको उत्तरहरू हामीले भेटाइरहेको हुँदछौँ प्रिय हो। हामीले धेरैवटा प्रार्थनाको उत्तरहरू भेटाउन सुरु गर्नेछौँ। तर के कारणले, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। जस्तै हामी धेरैले अनुभव गरेको कुरा हो प्रिय हो, हामी धेरैले अनुभव गरेको कुरा हो। जस्तै हामी एक्सर्साइज गर्छौँ, केही गरमको कुराहरू उचाल्यौँ भने हामीमा एक प्रकारको दम बढे जस्तो
अब भनौँ भने छिटो छिटो सास चले जस्तो हुन्छ। अनि त्यस्तो समयमा हामीलाई औषधिको त जरुरत पर्दैन नि होइन प्रिय हो। तर हामीलाई थाहा चाहिँ हुनु पर्यो के कारणले दम बढे जस्तो भएको छ, के कारणले सास छिटो छिटो चलेको छ। अनि जब हामीलाई कारण थाहा हुन्छ अनि कारण थाहा भएर हामी त्यो गरुमो कुराहरू उचाल्न छोड्छौँ अनि हाम्रो सास आफै कन्ट्रोलमा, आफै आस्ते आस्ते कन्ट्रोलमा आउँछ प्रिय हो। श्वास हुन आफै छोड्छ, हाम्रो सास आफै राम्रो हुँदै जान्छ। हो त्यस्तै कतिवटा प्रार्थनाको उत्तर नआउनुको कारण चाहिँ हामीलाई थाहा हुनु पर्यो के कारणले आज मेरो घर परिवारमा समस्या आइरहेको छ, के कारणले बालबच्चामा समस्याहरू आइरहेको छ, के कारणले चाहिँ आइरहेको छ त प्रिय हो। आज उहाँको वचनले भन्छ अशुद्ध कुरो नखा, तर आज हामी अशुद्ध कुरा पो खाँदै हिँडिरहेको छौँ कि। उहाँको वचनले भन्छ आज मूर्ति पूजा नगर, कतै मूर्ति पो हामीले पुजिरहेको छौँ कि। उहाँको वचनले भन्छ व्यभिचार नगर, कतै हामीले व्यभिचार पो गरिरहेको छौँ कि, कतै हामीले झुट बोलिरहेको छौँ कि। अनि जब हामीलाई कारण थाहा हुन्छ अनि जसरी त्यो गरुमो कुरा उचाल्न छाडेपछि, त्यो बलको कुराहरू गर्न छाडेपछि हाम्रो सास आफै आस्ते आस्ते कन्ट्रोलमा आउँछ, आफै ठिक हुन्छ। त्यसरी नै के कारणले, अनि जब तपाईँलाई कारण थाहा हुन्छ अनि आस्ते आस्ते तपाईँको जीवन पनि अनि परिवर्तन हुन सुरु हुन्छ। तर आज म तपाईँहरूलाई यो वचनबाट के उत्साह दिन चाहन्छु भने नि प्रिय हो, हामीले हाम्रो परमेश्वरसँग धेरै कारणहरू त सोध्यौँ प्रिय हो, प्रभु के कारणले यस्तो हुँदैछ। तर अब एकचोटि आफूले आफूलाई प्रश्न गर्ने समय आएको छ प्रिय हो, म भित्र के छ खराब कुरा, जुन त्यो खराब कुराले मेरो प्रभुको नजिक म जान सकिरहेको छैन भनेर प्रिय हो। अनि हामीले हितोपदेश 16:25 पदमा हेरौँ भनेदेखिलाई त्यहाँ प्रभुको वचनले यस्तो भन्नुभएको छ, कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। आज हामीले गर्दै आएको कतिवटा कार्यहरू हाम्रो नजरमा ठिक लाग्न सक्छ प्रिय हो, हाम्रो नजरमा सही लाग्न सक्छ, तर फेरि त्यही कुरा हाम्रो परमेश्वरको नजरमा गलत भइरहेको हुन्छ प्रिय हो। त्यसैले आज हामीले जुन जीवन ख्रीष्टमा जिरहेका छौँ, के त्यो कुराले प्रभु यीशुसम्म पुर्याउँछ या मृत्युमा पुर्याउँछ। अनि हाम्रो प्रेरित पावल के भन्नुहुन्छ भने नि प्रिय हो, म हावामा मुक्का हान्दिनँ। अनि यसको मतलब के हो त? यसको मतलब म ख्रीष्टभन्दा बाहिर जान सक्दिनँ, किनभने त्यो सबै कुराहरू व्यर्थको हुन्। आज तपाईँको ठुलो पद नै किन नहोस्, तपाईँले आज बाइबलको उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म अध्ययन नै गर्नु भएको किन नहोस्, तपाईँमा राम्रो वचन बाँड्ने क्षमता, चङ्गाई, छुटकाराको वरदान नै किन नहोस् प्रिय हो। तर यदि हामीमा ख्रीष्टको जस्तो मन, ख्रीष्टको जस्तो व्यवहार, एउटा ख्रीष्टको सेवकको जस्तो प्रेम छैन भने नि प्रिय हो, आज हामीले हाम्रो प्रभुलाई रोइरहेको छौँ, हामीले प्रभुको हृदय दुखाइरहेको छौँ प्रिय हो। फेरि अर्को कुरो के छ भने नि, हाम्रो मैले अघि पनि भने हाम्रो नाम चाहिँ प्रभु यीशुसँग जोडिएको छ, तर हाम्रो व्यवहारले चाहिँ हामीलाई अर्कै परिचय दिइरहेको हुँदछ। तर नि प्रिय हो, यदि तपाईँ र म परमेश्वरको सही छोराछोरी हो भने नि, सही सन्तान हो भने आज हामीमा हाम्रो परमेश्वर चिनाउने एउटा न एउटा माध्यम हामीमा हुनैपर्छ प्रिय हो, हामीमा हुनैपर्छ। अनि जहाँ हामी उहाँको नाममा भेला त हुन्छौँ, तर उहाँको उपस्थिति आज नहुनु सकेको चाहिँ नि प्रिय हो। आज हामीले हाम्रो मण्डलीमा हेरौँ भने आज भेदभावको कुरादेखि लगेर हामीले एकअर्कामा गरिने व्यवहार धेरै भिन्दा भिन्दै हुन्छ प्रिय हो। अनि तपाईँलाई थाहा छ, यो भेदभाव पनि हाम्रो परमेश्वरको विरुद्धमा एउटा अपराध हो, एउटा पाप हो प्रिय हो। अनि हाम्रो नाम चाहिँ प्रभु यीशुसँग जोडिएको छ, तर हाम्रो व्यवहारले चाहिँ हामीलाई अर्कै परिचय दिइरहेको हुँदछ। अनि त्यो व्यवहारको कारणले गरेर हामी एउटै ख्रीष्टको सन्तान भएर पनि, हामी एउटै मण्डलीको भएर पनि हामी एकअर्कामा भेदभाव भइरहेको हुँदछ प्रिय हो। जस्तै समाजमा अलिक नाम भएको, रुपियाँ पैसा इज्जत भएकोलाई गरिने र अर्को होचिएको, दबिएको, आर्थिकको कमी र सबैबाट एक्लो भएकोलाई हेर्ने नजर र गरिने व्यवहार धेरै भिन्दा भिन्दै हुँदछ प्रिय हो। अनि जो आफ्नो छ, जो आफन्त हो, जो नजिकको छ, जोसँग इज्जत छ, नाम छ, उनीहरूले जे गरे नि हुन्छ प्रिय हो। उनीहरूले जस्तै ठुला ठुला गल्ती गरे पनि उनीहरूलाई कसैले केही भन्दैन प्रिय हो। उनीहरू सदा राम्रो हुन्छ, उसले बोलाए पनि नबोलाए पनि, उसले ठुलो गल्ती गरे पनि नगरे पनि हामी उसको घरमा भेला हुन कहिले छाड्दैनौँ प्रिय हो। उसलाई हामी सन्तावना दिन कहिले छाड्दैनौँ। बरु प्रभु रिसाए पनि केही हुँदैन, तर उनीहरू चाहिँ रिसाउनु भएन प्रिय हो। बरु प्रभुको मन दुखे पनि केही हुँदैन, तर उनीहरूको मन चाहिँ हामी दुखाउन चाहन्नौँ। उनीहरूले जे गरे नि हुन्छ, उनीहरू सदा राम्रो हुन्छन् प्रिय हो। तर त्यही होचिएको, त्यही दबिएको, सबैबाट एक्लो भएको छ, प्रभु नपाएको छ, ऊ सधैँ एक्लो हुन्छ प्रिय हो। उसले राम्रो गरे पनि नराम्रो गरे पनि ऊ सधैँ नराम्रै नै भइरहेको हुँदछ। उसको घरमा प्रभुको सुसमाचार बोकेर, प्रभुको प्रेम बोकेर जान त के कुरा,
तर उसको लागि प्रार्थना गर्नु पनि हामीले धेरै सोच्नु पर्दछ। अनि आज हामी विश्वासीको यस्तो व्यवहारको कारणले गर्दा हामी उहाँको नाममा भेला त हुन्छौँ, तर उहाँको उपस्थिति कहिले पनि हुन सकेको छैन प्रिय हो। उहाँको कार्य हाम्रो जीवनमा प्रकट हुन सकिरहेको छैन प्रिय हो। अनि आज यसको एउटै कारण हामी एकअर्कामा गरिने व्यवहार भेदभाव हो प्रिय हो। अनि यो भेदभाव पनि आज हाम्रो परमेश्वरको नजरमा एउटा अपराध हो, एउटा पाप हो। अनि तपाईँलाई थाहा छ प्रिय हो, जहाँ भेदभाव छ, एकअर्कामा जोखिने तरिका भिन्दा भिन्दै छ, त्यो चाहिँ यो संसारमा हुँदा मात्र हो प्रिय हो, यो संसारमा रहँदा मात्र हो। किनभने उहाँको राज्यमा चाहिँ त्यो कुराहरू हुन सक्दैन मेरो प्रिय हो। अनि जुन मण्डलीमा परमेश्वरको इच्छामा भन्दा पनि आफ्नो इच्छामा बढी हिँडिरहेको हुँदछ, अनि त्यो मण्डलीमा आज यो समस्याहरू बढिरहेको छ प्रिय हो, बढिरहेको छ। तर नि प्रिय हो, आज हामीलाई एउटा प्रश्न के छ भने नि, आज हाम्रो प्रभु येशूले पनि हाम्रो व्यवहार र हाम्रो पहिलाको कामहरू गरेर हामीलाई न्याय गर्नु हो भने नि हामी नरकको आगोको भट्टीमा जानु विकल्प अरू केही हुँदैन थियो होला प्रिय हो। हामी नरकको आगोको भट्टीमा जानु विकल्प अरू केही हुँदैन थियो होला। अनि जब हाम्रो प्रभु येशू संसारमा आउनुभयो अनि उहाँले उहाँको सेवाका स्थापित गर्नुभयो, हामीले बाइबलमा हेरौँ भनेदेखिलाई कहीँ पाउँदैनौँ उहाँले अलिक होचिएको दबिएकोलाई, प्रभु नचिनेको रोगी बिरामीलाई हेला गर्नुभयो, भेदभाव गर्नुभयो भन्ने हामी बाइबलमा कहीँ पनि पाउँदैनौँ। तर उहाँले के चाहिँ भन्नुभयो भने म यस्तैहरूको लागि चाहिँ आएको भन्नुभयो प्रिय हो। हेर्नुहोस् त, हाम्रो प्रभु र हामीमा उहाँले भन्दै हुनुहुन्छ, म यस्तै होचिएको दबिएको थिचोमिचोमा परेको रोगी बिरामी टुराटुरीको लागि आएको भन्नुभयो। तर आज हामी प्रभु पाएर पनि हामी विश्वासीमा यो भेदभावको कुराहरू बढेर गइरहेको छ प्रिय हो, बढिरहेको छ। आज धेरै विश्वासीहरू ब्याकस्लाइड किन हुँदैछ प्रिय हो? आज धेरै जनहरू आज कहीँबाट उत्साह नपाएर आज मण्डली किन चिलाइरहेको छ? आज दिनदिनै मण्डलीबाट विश्वासीहरू घटिरहेको छ। आज धेरै विश्वासीहरू आफ्नो आफ्नो इच्छामा आफ्नो आफ्नो नाममा हिँडिरहेको छ प्रिय हो। किनभने नि हामी विश्वासीले उहाँको इच्छालाई खोज्नुको साटो आज हामीले हाम्रो इच्छालाई खोज्न थाल्यौँ प्रिय हो। उहाँको प्रेम एकअर्कामा हुनुको सट्टामा आज हामी एकअर्कामा भेदभाव हुन सुरु भयो। अनि आज हामी विश्वासी जहाँ उहाँको नाममा 2 कि 3 बेला त हुन्छौँ, तर त्यहाँ उहाँको उपस्थिति कहिले हुन सकेको छैन प्रिय हो। त्यहाँ कहिले उहाँको उपस्थिति हुन सकेको छैन। किनभने प्रभुको इच्छालाई नबुझी आफ्नो इच्छामा हिँड्नु र एकअर्कामा गरिने भेदभाव चाहिँ उहाँको नजरमा पाप हो। आज किन धेरै विश्वासीलाई मण्डली आऊ भन्नु परेको छ? किनभने आज मण्डली त चर्च त उहाँको घर हो, अनि उहाँको घर हो भने आज हाम्रो पनि घर हो प्रिय हो। अनि आज किन धेरै विश्वासीलाई आफ्नै घर आऊ भन्नु परेको छ प्रिय हो? आज जुन चर्चमा जुन घरमा आज उहाँको उपस्थिति छ, उहाँको प्रेम छ भने नि आज जो विश्वासी कोहीसँग मन दुखाएर आज चर्च आउनु छोड्यो भने नि आज ऊ त्यहाँ फर्केर आउँछ प्रिय हो। किनभने आज मण्डली उहाँको घर हो भने आज त्यो मण्डली उसको पनि घर हो। जस्तै आज हामी पनि हाम्रो घर छोडेर दिनभरि जहीँ गए पनि प्रिय हो, जहाँ गए पनि तर विश्राम लिनु हामी बेलुका हामी आफ्नो घर फर्किनै पर्छ। किनभने त्यहाँ हामीलाई घरको सम्झना आउँछ, आफ्नै घर फर्किनु पर्छ, हो कि नै भन्नुहोस् त? त्यस्तै आज जुन मण्डलीमा गोठालोले आफ्नो भेडालाई राम्रोसँगले हेरविचार गरेको छ र राम्रो ख्रीष्टको प्रेम बाँड्न सकेको छ, भेदभाव छैन भने नि जसरी आज हामी आफ्नो घर छोडेर दिनभरि जहाँ गए पनि तर विश्राम लिन हामी आफ्नै घरमा फर्किए जस्तो आज जो विश्वासी पनि जोसँग मन दुखाएर गएको छ भने पनि नि प्रिय हो, तर ऊ विश्राम लिन ऊ त्यहाँ फर्केर आउँछ। ऊ त्यहाँ मण्डली सेवाकाईमा ऊ आउँछ। किनभने त्यहाँ गरिने व्यवहार र त्यहाँ गरिने ख्रीष्टको प्रेमले उसलाई त्यहाँ तान्छ। उसलाई मण्डली आऊ, आफ्नै घर आऊ भनिराख्नु पर्दैन प्रिय हो। किनभने जुन हामीमा भएको ख्रीष्टको प्रेम र हामीमा भएको त्यो असल व्यवहारले आफै तान्छ प्रिय हो। होला कोही विश्वासीलाई मण्डली मान्छेलाई होइन तर प्रभुलाई हेरेर जानुपर्छ भन्ने हुन्छ, तर नयाँ विश्वासी र अन्य जातिलाई हुँदैन प्रिय हो। त्यसैले उहाँहरूको लागि चाहिँ तपाईँ र ममा भएको ख्रीष्टको प्रेम र हाम्रो असल व्यवहार उहाँहरूलाई बाँड्न सक्नु पर्दछ प्रिय हो। त्यसैले याद राख्नुहोस् प्रिय हो, आज हाम्रो मण्डलीमा पनि आज यस्तो खाले समस्या छ भने नि आज भ्रममा नपर्नुहोस्। हामी नयाँ गरी जन्मिनु आज आवश्यकता पर्छ प्रिय हो, आवश्यकता छ आज। किनभने प्रभु येशूले
योना 3:3 प्रष्टसँग भन्नुभएको छ, आज कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन भनेर। आज हाम्रो नाम मात्रै परिवर्तन भयो विश्वासी भनेर, तर हाम्रो आत्मा शरीर प्राण चाहिँ कहिले पनि नयाँ गरी जन्मिनु सकेको छैन प्रिय हो। अनि एउटा कुरो स्पष्ट छ प्रिय हो, यदि हामी प्रभुमा भरिन चाहन्छ भने पहिला आफू रित्तिनु पर्दछ। रित्तिनु पर्छ भन्नाले जति पनि प्रभु पाउनुभन्दा अगाडि हामीमा खराब कुराहरू थियो, खराब बानीहरू थियो, त्यो कुराहरू पहिला हामी फ्याल्नु आवश्यक छ प्रिय हो। त्यो खराब कुराहरू पहिला हाम्रो जीवनबाट फ्याल्नुपर्छ अनि मात्र प्रभुको हरेक योजनाहरू, हरेक गुणहरू हामीमा भरिन सुरु हुन्छ प्रिय हो। तर जब हामी ख्रीष्टलाई विश्वास गरे भन्छौँ तर त्यही पुरानो कुराहरू त्याग्न सकिरहेको छैन, हाम्रो जीवनबाट खराब कुराहरू फ्याल्न सकेको छैन भने आज हामी विश्वासी भएको 10-15 साल किन नहोस्, तर हामी नामको मात्र विश्वासी हुँदैछौँ प्रिय हो। किनभने हाम्रो प्रभु येशूले हाम्रो जीवनमा, हाम्रो मण्डलीमा केही पनि गर्न सक्नुहुन्न प्रिय हो। किनभने त्यहाँ हाम्रो प्रभु येशूको उपस्थिति, पवित्र आत्माको उपस्थिति कहिले पनि हुन सकेको छैन। अनि यहाँ फिलिपी 2:10 के भन्नुभएको छ भने आज हरेक प्राणीले येशूको नाममा घोडा टेक्नै पर्छ। यो पदबाट हामीले के पनि बुझ्न सकिन्छ भने आज हामीले प्रभु पाएर पनि हामीमा खराब कुराहरू होला, घमण्डको कुराहरू होला, भेदभावको कुराहरू होला। अनि जब तपाईँ यो कुराहरू लिएर उहाँको अगाडि घोडा टेक्नुहुन्छ नि, त्यसपछि यूहन्ना 3:3 भने चाहिँ तपाईँ नयाँ गरी जन्मिनुहुन्छ। अनि जब तपाईँ नयाँ गरी जन्मिनुहुन्छ अनि उहाँको राज्यलाई देख्न थाल्नुहुन्छ प्रिय हो, उहाँको आवाजलाई सुन्न सक्नुहुन्छ, आफ्नो इच्छामा होइन तर उहाँको इच्छामा हिँड्न थाल्नुहुन्छ। आज हामी मण्डली जहाँ उहाँको नाममा भेला हुन्छौँ उहाँको उपस्थिति महसुस हुन सुरु हुन्छ। तर आज हामी जहाँ उहाँको नाममा भेला त हुन्छौँ तर उहाँको उपस्थिति नै हामीलाई महसुस हुँदैन, हाम्रो जीवन केही परिवर्तन भएको छैन भने, हामी मण्डली आउने जाने मात्रा भइरहेको छ भने आज हाम्रो आवाजलाई होइन तर उहाँको आवाजलाई सुन्नु जरुरत छ। आज हाम्रो इच्छालाई होइन तर उहाँको इच्छामा हिँड्न जरुरत पर्दछ प्रिय हो। आज हामीले बाइबलमा हेऱ्यौँ भने जति पनि उहाँले चलाउनु भएको व्यक्तिहरू छन् उनीहरूलाई हेऱ्यौँ भने आज आफ्नो इच्छा र आफ्नो आवाजलाई हिँडेर उनीहरूले ठुल्ठुलो काम गरेको, ठुल्ठुलो कार्यहरू गरे भन्ने हामी कहीँ पनि बाइबलमा भेटाउन सक्दैनौँ प्रिय हो। तर जब उनीहरूले उहाँको इच्छा र उहाँको आवाजलाई सुनेर हिँडे आज असम्भव कुराहरू पनि सम्भव भयो प्रिय हो। जस्तै आज हामीले अब्राहमलाई हेऱ्यौँ भने अब्राहम आज विश्वासको पिता भनिन्छ, जो आज परमेश्वरले आफ्नो देश छोडेर कनान देश जा भन्नुभयो। तर यदि अब्राहमले आज आफ्नो इच्छा र आफ्नो आवाजलाई आज सुनेर हिँडेको भयो नि आज ऊ सबै जातिको पिता हुनुहुन्थेन होला प्रिय हो। अनि यदि हामीले पुरानो करारको मूसालाई पनि हेऱ्यौँ भने ऊ त झन् बोल्न पनि नजान्ने, यदि उसले पनि आफ्नो इच्छा र आफ्नो आवाजलाई सुनेर हिँडेको भयो नि आज त्यत्रो इजरायलीहरूलाई मिश्रको दासत्वबाट उसले मुक्त गराउनु सक्नुहुन्थेन होला प्रिय हो। बाइबलमा त्यस्तो थुप्रैको उदाहरणहरू हेर्न सकिन्छ। आज हामी धेरै विश्वासीलाई उहाँको नाममा भेला हुँदा हामीलाई मण्डलीमा हामीलाई धेरै आत्मिकी हुन मन लाग्छ प्रिय हो। तर जब हामी बाहिर निस्कन्छौँ, मण्डलीबाट बाहिर निस्कन्छौँ अनि हाम्रो रियल लाइफ त्यहाँ हामीले देखाइरहेको हुँदछ, हाम्रो रियल परिचय हामीले त्यहाँ देखाइरहेको हुँदछौँ प्रिय हो। तर त्यो चाहिँ म के भन्छु भने नि तपाईँहरूलाई, त्यो चाहिँ एउटा फुले कपालमा कलर लगाए जस्तो मात्र हो। जब हामी फुलेको कपालमा कलर लगाउँछौँ त्यो केमिकल रौन्जेल मात्र त्यो कलर रहन्छ प्रिय हो, त्यो केमिकल रौन्जेल मात्र त्यो कलर रहन्छ। अनि जब त्यसको केमिकल सकिन्छ अनि त्यो पहिलाकै जस्तो फेरि हुन्छ प्रिय हो, पहिलाकै जस्तो फेरि त्यस्तै सेतै नै देखिन्छ। त्यस्तै हामी उहाँको उपस्थितिमा रौन्जेल, हामी मण्डलीभित्र रौन्जेल, हामी धेरै आत्मिक हुन्छौँ। तर जब हामी उहाँको उपस्थितिबाट बाहिर निस्कन्छौँ अनि हाम्रो रियल लाइफ, हाम्रो रियल परिचय हामीले त्यहाँ देखाइरहेको हुँदछौँ। तर आज म तपाईँहरूलाई यो वचनबाट के उत्साह दिन चाहन्छु भने आज हामीलाई उहाँको नाममा भेला हुँदा आत्मिकी हुनु, हामीलाई हाम्रो मण्डलीमा आत्मिकी हुनु, मानिसको अगाडि आत्मिकी हुनु सजिलो भए तापनि तर हामी रियल आत्मिकी छौँ कि छैनौँ भनेर हामीलाई परीक्षा कति बेला हुन्छ भने नि प्रिय हो, जब तपाईँ मण्डलीदेखि बाहिर निस्कनुहुन्छ नि अनि त्यति बेला थाहा हुन्छ तपाईँ रियल आत्मिकी हुनुहुन्छ कि हुनुहुन्न भनेर। जब हामी घरमा एक्लै हुँदछौँ, जब हामी बाटोमा हिँड्दै गर्दा हामीलाई मन नपर्ने मान्छेहरूसँग जम्का भेट हुन्छ, त्यति बेला थाहा हुन्छ हामी कतिको आत्मिकी छौँ भनेर। जब कोही विश्वासी अन्यायमा परेको छ, समस्यामा परेको छ, त्यति बेला थाहा हुन्छ हामी रियल आत्मिकी छौँ कि छैनौँ भनेर प्रिय। आज नि प्रिय हो, कोही नयाँ विश्वासी, कोही आज अन्य जातिहरू सेवाकाई आउन सुरु गर्नुहुन्छ तर अर्को हप्तादेखि सेवाकाई आउनै मान्दैनन् प्रिय। आज आफ्नै घरबाट आफ्नै परिवार सेवा जान सुरु गर्छन्
तर आफ्नै आफन्तले उसलाई दुश्मनको जस्तो व्यवहार गरिरहेको हुँदछ। उसलाई हौसला दिने कुरा त परै छोडौँ प्रिय हो, परको मान्छेसँग मिलेर आफ्नै परिवारको खेदो खनिरहेको हुँदछ। परिवारको कुरा बाहिर बाहिर गर्दै हिँडिरहेको हुन्छ। अनि हामी धेरैचोटि हामी प्रार्थनाको विषय पनि राख्छौँ। हामी हरेक ठाउँमा आज मण्डलीमा विश्वासी आउनु छोडो भनेर। ए बाबा, जबसम्म हामी आफ्नो इच्छा र आफ्नो आवाजलाई मात्र सुनेर हिँड्छौँ नि, आफ्नो बलले जे पनि हुन्छ भन्ने घमण्ड छ र हरेक परमेश्वरको सल्लाहमा भन्दा पनि व्यक्तिको सल्लाहमा र आफ्नो बलले मात्र त्यहाँ चलेको छ भने नि प्रिय हो, आज त्यो मण्डली कहिले पनि बन्न सक्दैन। तर जब हामी विश्वासीको, हामी मण्डलीको प्रभु यीशुसँग घनिष्ठ सम्बन्ध हुन्छ नि, अनि जब उहाँको आवाज र उहाँको इच्छामा अघि बढ्ने मण्डली छ भने नि आज हामीलाई कसैले पनि उहाँबाट अलग गर्न सक्दैन प्रिय हो। तर हाम्रो सोच के छ भने नि प्रिय हो, हप्तामा मण्डली गएर सब थोक हुन्छ भन्ने छ। तर तपाईँहरूलाई म के भन्न चाहन्छु भने नि, तपाईँ आज कति सालदेखि चर्च जाँदै हुनुहुन्छ, कति सालदेखि मण्डली जाँदै हुनुहुन्छ, त्यो प्रभुलाई फरक पर्दैन। तर चर्च गएर पनि कति जीवन परिवर्तन भएको छ त्यो चाहिँ उहाँलाई फरक पर्छ। अनि यहाँ तपाईँले भजन सङ्ग्रह 16को 2 पदमा हेर्नुभयो भने परमेश्वरको वचनले यस्तो भन्नुभएको छ, मैले परमप्रभुलाई भनेको छु, तपाईँ मेरो प्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन। जब हामी संसारको हरेक कुराहरू भन्दा पहिलो प्राथमिकता हामीले उहाँलाई दिन सक्छौँ, जब हामीले सबै कुराहरू भन्दा माथि उहाँलाई राख्न सक्छौँ भने नि आज हामी मण्डलीलाई, हामी विश्वासीलाई प्रभुले यस्तो बनाउन खोज्दै हुनुहुन्छ प्रिय हो। आज हामीले अग्लो अग्लो हिमालमा, अग्लो अग्लो डाँडामा हेऱ्यौँ भने आज त्यहाँ पहिलो बिहानीको घाम त्यो हिमालमा पर्छ प्रिय हो। अनि जब त्यो पहिलो बिहानीको घाम त्यो हिमालमा पर्छ अनि त्यहाँ हिमालमा भएको हिउँहरू पग्लिन सुरु गर्छ प्रिय हो। त्यस्तै आज प्रभुले यस्तो बनाउन खोज्दै हुनुहुन्छ प्रिय हो। हामी मण्डलीलाई, हामी विश्वासीलाई आज जहाँ मेलमिलाप छैन, आज जहाँ प्रेम छैन, जो व्यक्तिले तपाईँलाई घृणा गर्छ, नराम्रो सोच, नराम्रो कुराहरू लिएर जो व्यक्ति तपाईँको अगाडि आउँछ, जसरी त्यो हिमालको हिउँ बिहानको घामले पक्ले जस्तो तपाईँमा भएको जुन उहाँको प्रकाश छ, उहाँको शक्ति छ, अनि त्यो प्रकाशले, उहाँको शक्तिले त्यो व्यक्तिको, त्यो विश्वासीहरूको हरेक नराम्रो कुराहरू पग्लेर जान सकेको होस् प्रिय हो। अनि हाम्रो प्रभु यीशुको इच्छा पनि यही हो प्रिय हो। अनि यहाँ यूहन्ना 1:11 पदले के भन्छ भने नि प्रिय हो, उहाँ आफ्नै मानिसकामा आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। आज हामी विश्वासी भएको कति साल भयो प्रिय हो, अझै पनि उहाँ धेरैचोटि हामी कहाँ आउनु हुँदैछ, तर हामीले अझै पनि उहाँलाई ग्रहण गर्न सकिरहेको छैन, उहाँलाई हामीले चिन्न सकिरहेको छैन। उहाँको आवाज, उहाँको इच्छा हामी माथि के छ भनेर हामीले अझै पनि हामीले बुझ्न सकिरहेको छैन। त्यसैले प्रिय हो, आज मण्डलीलाई के भनेर उत्साह दिन चाहन्छु भने नि आज तपाईँले सबैभन्दा माथि के कुरालाई राख्नु भएको छ, प्रभु यीशुलाई या संसारको कुराहरूलाई पहिलो प्राथमिकता कसलाई दिँदै हुनुहुन्छ। अनि अर्को कुरो के छ भने नि प्रिय हो, हाम्रो सङ्गत, यो एकदमै महत्त्वपूर्ण कुरा हो। अनि होशे 4को 6ले के भन्छ भने मेरो प्रजाहरू ज्ञानको कमीले नष्ट भएको छ। तपाईँले आज कसलाई पछ्याउँदै हुनुहुन्छ, कसलाई सुन्दै हुनुहुन्छ। नेपालीमा एउटा भनाइ छ प्रिय हो, मलाई एकदमै मन पर्यो, एकदमै मन पर्यो प्रिय हो, मौरीको सङ्गातमा हिँड्यो भने फुलमा पुगिन्छ, तर झिङ्गाको सङ्गातमा हिँड्यो भने फोरमा पुगिन्छ। यो एकदमै सही लाग्यो प्रिय हो मलाई। यो भनाइ एकदम सत्य छ प्रिय हो। यदि तपाईँ दर्शन नभएको व्यक्तिसँग हिँड्नुहुन्छ, प्रभुदेखि बाहिर कुरा गर्ने, अन्धविश्वासको कुरा गर्ने, अब भनौँ भने अर्काको उन्नति प्रगतिमा खुसी हुन नसक्ने, दर्शन नबोक्ने व्यक्तिसँग हिँड्नुहुन्छ भने त्यस्तै नै हुने हो प्रिय हो। तर यदि तपाईँ ठुलो दर्शन बोक्ने व्यक्तिसँग हिँड्नुहुन्छ, उहाँको वचनलाई पहिलो प्राथमिकता दिने व्यक्तिसँग हिँड्नुहुन्छ भने नि तपाईँ त्यस्तै हुने हो। त्यसैले तपाईँको सङ्गत कस्तो छ, तपाईँले कसलाई सुन्दै हुनुहुन्छ, तपाईँले कसलाई पछ्याउँदै हुनुहुन्छ, उहाँको वचनलाई या उहाँको वचन विपरीत हिँड्ने व्यक्तिलाई अब प्रश्न गर्ने समय आएको छ प्रिय हो। जसलाई तपाईँ सुन्दै हुनुहुन्छ, जसलाई तपाईँ पछ्याउँदै हुनुहुन्छ, के त्यो कुराले हामीलाई जीवनमा लाँदैछ या अन्धकारमा लाँदैछ होला। आज धेरै डरमा जिराख्नु भएको होला, मैले मानिसको कुरा सुनिनँ भने, मैले उनीहरू जस्तो गरिनँ भने आज म एक्लै हुन्छु होला भनेर। तर यदि त्यस्तो डरमा हुनुहुन्छ भने नि तपाईँले उहाँको इच्छालाई कहिले पनि पुरा गर्न सक्नुहुन्न प्रिय हो, कहिले पनि पुरा गर्न सक्नुहुन्न। किनभने मानिसले त तपाईँले जस्तो गरे पनि तपाईँ उनीहरूको
नजरमा तपाईँ कहिले पनि राम्रो बन्न सक्नुहुन्न प्रिय हो। तर उनीहरूको अगाडि तपाईँ जस्तो सुकै किन नहोस् प्रिय हो, तपाईँ जस्तो सुकै भए तापनि तर तपाईँ परमेश्वरको नजरमा तपाईँ एकदमै बहुमूल्य हुनुहुन्छ प्रिय हो। तपाईँ आज कस्तो परिस्थितिमा हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ त्यसलाई नहेर्नुहोस्, तर जो हामीलाई प्रतिज्ञा गर्ने परमेश्वर हुनुहुन्छ उहाँलाई हेर्नुहोस्। तपाईँको परिस्थितिले भन्दै होला अब हुँदैन, बाटो छैन भनेर, तर जो प्रतिज्ञा गर्ने परमेश्वरले भन्दै हुनुहुन्छ तेरो लागि मैले बाटो खोलिसकेको छु भनेर। तपाईँको परिस्थितिले भन्दै होला अब म केही गर्न सक्दिनँ भनेर, तर प्रतिज्ञा गर्ने परमेश्वरले भन्दै हुनुहुन्छ ममा सबै कुरा गर्न सक्छस् भनेर। तपाईँको परिस्थितिले भन्दै होला अब म निको हुँदिनँ भनेर, तर उहाँले भन्दै हुनुहुन्छ मैले खाएको कोर्राको चोटले तँलाई मैले निको बनाइसकेको छु भनेर। तपाईँको परिस्थितिले भन्दै होला अब तँ एक्लो छस्, तेरो साथमा कोही छैन भनेर, तर उहाँ प्रतिज्ञा गर्ने परमेश्वरले भन्दै हुन्छ नडरा, सबैले तँलाई एक्लो बनाए तापनि तर तँलाई म एक्लो बनाउने छैन भनेर। किनभने उहाँले हामी विश्वासीलाई प्रतिज्ञा गर्नुभएको छ तँलाई कहिले छान्ने छुइनँ, तँलाई कहिले त्याग्ने छुइनँ भनेर प्रिय हो। तपाईँले फिलिपी 2:7 र 8मा हेर्नुभयो भने यहाँ यस्तो लेखिएको छ, तर आफैलाई रित्ताइकन कमारको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, स्वरूपमा मानिस जस्तो भएर आफैलाई ओछ्याउनु भयो र मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। हेर्नुहोस् त यहाँ 7 पदमा आफैलाई रित्ताइकन कमारको रूप धारण गरेर उहाँले आफैलाई रित्ताउनु भयो ताकि तपाईँ र म भरिन सकौँ भनेर। स्वर्ग र पृथ्वीको राजा भएर पनि उहाँले कमारको रूप धारण गर्नुभयो। अनि यहाँ 8 पदमा के छ भने स्वरूपमा मानिस जस्तो भएर, हेर्नुहोस् त मानिसले मानिसलाई बुझ्न सकोस् भनेर उहाँ मानिस जस्तो भएर जन्मनु भयो र आफैलाई ओछ्याएर मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। त्यसैले तपाईँ जस्तो अवस्थामा भए तापनि तर साँचो हृदयले उहाँलाई खोज्नुहुन्छ भने नि उहाँले 2000 वर्ष अगाडि हाम्रो निम्ति सबै गरिसक्नु भएको छ प्रिय मण्डली। अनि अन्तिममा यहाँहरू माझ म एउटा पद पढ्न चाहन्छु। हामीले मत्ती 25 अध्यायको 14 देखि 30 पदसम्म हेरौँ भने त्यहाँ प्रभु येशूले सुनको सिक्काको दृष्टान्त भन्नुभएको छ, जहाँ 3 जना नोकर र मालिकको विषयबाट। जब मालिक पढ्दै जाँदा नोकरहरूलाई बोलाएर उनीहरूको योग्यता अनुसार एकजना नोकरलाई 5 तोडा, अर्कोलाई 2 तोडा र तेस्रोलाई 1 तोडा दिएर मालिक त्यहाँबाट जान्छ। अनि आफ्नो मालिक आउने बेलासम्ममा त्यो 5 तोडा दिने नोकरले अरू 5 तोडा थपेर उसले 10 तोडा बनाउँछ। त्यस्तै अर्को 2 तोडा पाउनेले अर्को 2 तोडा थपेर उसले 4 तोडा बनाउँछ। तर 1 सिक्का पाउनेले के गर्छ भने उसले खाल्टो खन्छ र त्यहाँ त्यो पुरी राख्छ। अनि धेरै दिनपछि तिनीहरूको मालिक फर्किन्छन् र तिनीहरूसँग हिसाब माग्छन्। अनि 5 तोडा पाउनेले अरू 5 तोडा थपेर आफ्नो मालिकलाई बुझाउँछन्। त्यस्तै 2 तोडा पाउनेले अरू 2 तोडा थपेर 4 बनाएर आफ्नो मालिकलाई बुझाउँछ। तर 1 तोडा पाउने नोकरले मालिकले जति दिएको थियो त्यति नै लिएर मालिकलाई हिसाब बुझाउनु त्यहाँ आउँछ। तर यहाँ 30 पदमा मालिकले उसलाई के भनेको छ भने त्यस बेकाम नोकरलाई चाहिँ बाहिर अन्धकारमा फ्यालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। हामीले दृष्टान्तबाट अर्को के पनि सिक्न सकिन्छ भने नि प्रिय हो, सिक्का चाहिँ तोडा चाहिँ हाम्रो दान वरदान हो अनि मालिक चाहिँ हाम्रो प्रभु यीशु हुनुहुन्छ। अनि फेरि यहाँ प्रकाशको पुस्तक 22:12 पदमा प्रभु यीशुले के भन्नुभएको छ भने हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ। आज हामी मण्डलीलाई ठुलो प्रश्न के छ भने नि प्रिय हो, आज हाम्रो मालिक पनि फर्कँदै हुनुहुन्छ अनि तपाईँ कतिको तयारी हुनुहुन्छ? जुन उहाँले तपाईँ भित्र हालिदिनु भएको दान वरदान छ, जुन तोडा छ, त्यसको हिसाब बुझाउनलाई त्यो दान वरदान त्यो तोडालाई कति बढाएर राख्नु भएको छ। किनभने हाम्रो पनि मालिक फर्कँदै हुनुहुन्छ अनि तपाईँ कतिको तयारी हुनुहुन्छ? आज हामी धेरै विश्वासीलाई यो प्रश्नले अलमल पार्छ। अब तयार छैनौँ भन्नु भने हप्तामा हामी मण्डली पनि गइरहेको छौँ, उहाँको नाममा हामी भेला पनि भइरहेको छौँ। फेरि तयार छौँ भनौँ भने हामी शरीरको कुरा र संसारको कुरामा हामीले धेरै जीवन बिताइरहेको छौँ। अनि आज हजुरहरूलाई म यो वचनबाट के उत्साह दिन चाहन्छु भने नि आज हामीले सबैजनासँग हामीले झुट बोल्न सकिन्छ प्रिय हो, सबैलाई सकिन्छ, तर आफूले आफूलाई हामीले कहिले पनि झुट बोल्न सकिँदैन। त्यसैले प्रिय हो, आफूले आफूलाई सोध्नुहोस् के प्रभु यीशु आउँदै हुनुहुन्छ, म कतिको तयारी छु भनेर। अनि यहाँ बिलाप 3:40 पदमा हेर्नुभयो भने हामी आफ्ना चाल जाँचेर हेरौँ
र हामी परमप्रभुतिर फर्कौँ। आफूले आफूलाई जाँचेर परमप्रभुतिर फर्कने समय आएको छ प्रिय हो। अब पनि हामीले फर्कन ढिला गऱ्यौँ भने जसरी त्यो नुहाको जाँचको ढोकाहरू सबै बन्द भएको थियो, धेरै मानिसहरूले गुहारमा आएका थिए तर धेरै ढिला भइसकेको थियो, किनभने परमेश्वरले त्यो ढोका बन्द गरिसक्नु भएको थियो। आज तपाईँ जस्तो सुकै परिस्थितिमा भए तापनि तपाईँको परिस्थितिको ढोका अझै पनि बन्द भएको छैन, अझै पनि खुल्ला छ। अनि त्यो ढोका हाम्रो प्रभु यीशु हुनुहुन्छ, जो हामी सबैलाई अन्तिमको दिनमा बचाउने प्रतिज्ञा गर्नुभएको छ। अनि आशा गर्छु यहाँहरू सबैको आज बन्द भएको हृदयहरू यो वचनले खोलिन सकेको होस्। यहाँहरू सबैलाई प्रभुले प्रशस्त आशिष गर्नुभएको होस्। यहाँहरू सबैलाई जय मसीह।